हेलो गाइज वेलकम टु माई च्यानल सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अहिले चाहिँ गुड आफ्टरनुन भन्नु है अहिले दिउँसोको 2 बजेको छ गाइज त्यही हो मेरो भाइ अनि घाम नि लागेको छैन के अनि राति जस्तो गरेछ गाइज हो घाम लागिसक्यो गाइज त्यही हो अब यहाँसम्म जोत्ने त्यही भएर गाइज अब यस्तो जोतेर आज जोत्दैछौँ बुढिया छ हाल मेरो भाइको भन्दा त मेरो छ बुढी हाल के कस्तो होइन भाइको र केही भएको छैन भाइको त्यही हो गाह्रो छ गाह्रो गाइस त्यही हो बुढिया छ हाल बुढिया यहाँदेखि जोतेको यहाँ होइन अब काम सुरु भइरहेको छ लाग्छ होला 2-3 दिन त्यहाँ तलसम्म जोत्ने हो ए अब सुरुमा यस्तो बुढिया हाल भएको छ भने भोलि पर्सि हेरौँ गाइज होइन कस्तो हुन्छ हाल हाल हुनाले मेरो चाहिँ शरीर क्या होइन गाइज कस्तो यता के लागेछ यता के लागेछ The next day. हेलो गाइज ब्याक टु माई च्यानल सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु होइन के छ मान्छे सन्चै छौ यहाँ जाऊ यहाँ जाऊ आज चाहिँ अब यो सकिसकेको छ जोतेर होइन अब 2 दिन लगाएको अनिदेखि अस्ति यति जोतेको थियो मैले देखाएको थिएँ नि अनि गाइज अब यति छ हाम्रो मेरो चाहिँ खेती यति हो मेरोभन्दा हाम्रो के त्यो खेत चाहिँ यहाँदेखि जोत्यो यहाँदेखि जोतेको गाइज त्यही हो जोति सकाएको अब भोलि पर्सि हुन्छ होला रोपाइ होइन त्यो अनि यहाँ अब बिउ गार्न लाग्नु भएको छ ठुलो बाउ चाहिँ यहाँ ठुलो बाउ हुनुहुन्छ यता हुनुहुन्छ ठुलो बाउ चाहिँ बिउ गार्न लाग्नु भएको छ गाइज त्यही भएर अब रोपाइ हुन्छ अनि गाउँघरमा रोपाइ भइसक्यो होइन अझै कति कति चाहिँ नोटिस सोध्यो होला आज त्यो गाइज मेरो भान्जी यहाँ जाऊ भान्जी यहाँ जाऊ न यहाँ जाऊ यहाँ जाऊ म मोबाइल दिन्छु नि तिमीलाई अहिले गेम खेल्ने फेरि दे त्यो भयो है के छ भान्जी सन्चै छेउ नमस्ते भन त नमस्ते भन न नमस्ते गाइज भन के हिलो छ भन्दै भइकिन माझी त्यो गाइज हरियाली भइसकेको छ आज चाहिँ पर अन्टीको खेत जोड्न लागेको रहेछन् गाइज त्यहाँ चाहिँ आज रोपाइ भएछ त्यहाँ रोपाइ भयो हाम्रो चाहिँ पर्सि हुन्छ कि होइन गाइस हरियाली भइरहेको छ होइन The next day. ब्याक टु माई च्यानल सँगसँगै हुन्छ होला म पनि सोच्दैछु म चाहिँ अहिले खेतहरूमा लाग्छु गाइस त्यही त्यहीँ रोपाइ चाहिँ भइसकेको छ गाइस यति यहाँदेखि हो मेरो हाम्रो खेत चाहिँ यहाँदेखि रोप्यो अब यहाँसम्म आएको छ अनि अझै माथिसम्म छ गाइस रोपाइ भइरहेको छ गर्दैछन् गाइस हालत चाहिँ बिहार छ के लगाएन एक पल्लो एक जोडी यहाँ छन् एक जोडी ऊपर छन् देखिँदैन गाइस guys, back to my channel. A few moments later. Guys, back to my channel. अहिले चाहिँ
खेत रोपाइ गरेर सकिसकेको छ गाइज होइन त्यही हो यहाँदेखि रोपेको गाइज गाउँघरतिर रोपाएको गाइज रोपेर सकाएको अनि फाइनल्ली रोपेर सकाएको गाइज अरू कता रोपेको छैन हो त्यहाँ एउटा मात्र रोपेको छ नत्र अरू कोहीले रोपेको छैन हामी मात्र हो रोपेर सका गाइज हो रोपेर सक्यो अब सिडमा हकाएन A few moments later. अनि सोच्दैछु अहिले म चाहिँ भान्जाहरूसँग छु भान्जा के छ भन्छ तिम्रो नाम के हो भन्छ नवीन के 3 वर्ष नवीन 3 वर्ष हो ए तिमी कति वर्ष भयो कति वर्ष भने 3 वर्ष ए हो र ए तिमी कति वर्ष भयो त भन्छ 2 वर्ष भयो कल ताने आयो मेरो फुल किन हो त त्यहाँनिर बसाल्नु पर्छ सो देखिन्छ नि कस्तो हो र भन्छ नवीन नवीन दोकान लाऊ दरवाजा बन्द मत गरौ भान्जी ल नयाँ फुल ल किन हो त त्यो भन सन्चै छौ नमस्ते भन त ऊ यहाँ मोबाइलमा नमस्ते भन न नमस्ते भन त खाने हो खाऊ त नमस्ते भन के छ खबर भन त भन त के छ खबर भन के मलाई ए केही नै तिमीलाई हाँस्न कसले सिकाएको कान्छाले तिमी दुईवटा जुम्ले हो कतिले जेठ हो तिमी भने यो कान्छो भन्छ तिमी पनि कान्छो भन्छ हो यिनी कुन भन्छ अन्त यिनी ओइ कान्छो भन्छ उठा 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 कान्छो होइन कान्छो हो झगडा गरिसकेको थियो नै भान्जी नगर नर 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 यस्तो गर्छन् के भान्जी अब त सानोलाई ढुङ्गा वालिसक्यो होइन उसले कहाँ गएर फरेको के अरे खोला आइसकेछ यहाँ हेर न भान्जा हेर ए बर्खा लागिसक्यो गाई बर्खा लागिसक्यो पानी परिरहेको छ त्यहाँ पारि होइन खोला आइरहेछ कता छ भान्जा खोला आएछ नि खोला कति आएछ ठुलो आएछ सानो आएछ ठुलो आएछ ए हो र कति वर्ष भयो मेरो भान्जी 3 वर्ष 2 वर्ष हेर्दै हामी भिड त गयो हजुर ठुलो ठुलो आएछ ठुलो तेरो टाउकोमा धुलो के भयो किन दिएको समस्या